Oh, no, 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 no. फाइनली गाइज हामी चाहिँ यो न्युरो टिप्न आएको होइन। अब यता चाहिँ हाम्रो सन्तोष दाइ हुनुहुन्छ। फाइनल्ली हामी चाहिँ मेन्स भयो चाहिँ बोइल के बोइल भन्छन् नि हो, त्योभन्दा चाहिँ कम छैन ल गाई। त्यस्तो यो कस्तो ठाउँबाट न्युरो टिपिराखौँ भन्ने चाहिँ हामी तपाईँहरूलाई देखाउन गइरहेको छौँ। फाइनल्ली हामी चाहिँ न्युरो भन्दै सन्तोष दाइ उहाँ जानु भइरहेछ। म फेरि यहाँ कुथुन गर्दै जाँदैछु गाइज। फाइनल्ली यहाँ चाहिँ यति धेरै हाम्रो चाहिँ यो पानीको इन्टेक रहेको छ। चाहिँ हाम्रो पानीको इन्टेक हो गाइज। उहाँ चाहिँ सन्तोष दाइ हुनुहुन्छ, आइबन्दैन हो। ल है गाइज, गाइज चाहिँ फाइनल्ली हामी त यति न्युरो टिपिराखौँ। नजान यार। अनि म चाहिँ गर्दै यहाँ बसिरहेको कि सन्तोष दाइ यहाँ यस्तो सारामा पानी बनाउँदै हुन्छ गाइज होइन। हामी चाहिँ जङ्गलको सफारी हुँदैछ आज, जङ्गलको सफारी टक्क लाएर। के छ विचार, कस्तो फिल भइरहेको छ सन्तोष दाइ? खत्रै हो नि। त्यस्तो माथि यस्तो जङ्गल छ गाई। फाइनली कतैबाट कहाँबाट जाने भन्ने मलाई चाहिँ थाहा छैन होइन। सन्तोष दाइले लिएर आउनु कि सन्तोष दाइले लिएर जानुहुन्छ। गौँडेउलोको माछा चेपा गँगटो होला नि। गँगटो त्यस्तै नि हाल्छन्। गयो त ल गाइज, उ गरेको अरे खोला गयो, त्यस्तो ध्यान बस्यो। अहिले गाइज हामी चाहिँ न्युरो खोज्न आएको है। यहाँ यो न्युरो खोज्दा यहाँ पानी बिग्रिएछ। यहाँ पानी बनाउँदैछ, हाम्रो सन्तोष दाइले पानी बनाउँदै हुन्छ। म चाहिँ यहाँ हेरेर बसिरहेको गाइज होइन। फाइनल्ली म चाहिँ न्युरो टिप्न जानु भाइ। चाहिँ कस्तो बाटो जानुपर्छ तपाईँहरूलाई म ब्याक गरेर देखाउनु छु। कसरी ब्याक गर्नु भन्ने नै थाहा छैन गाइज। ब्याकै नआउँदो रहेछ हौ यो भिडियो बनाएको। न्युरो फाइनली गाइज म तपाईँलाई अर्को भिडियो बनाएर चाहिँ कस्तो ठाउँमा जाँदैछ हेरेर देखाउँछु ल। बाई गाइज। फाइनली यस्तो यो बाटो चाहिँ जाँदैछ म होइन। फाइनली न्युरो टिप्न हेर्नुहोस् है। माथि गएर कति न्युरो पाइन्छ थाहा छैन। गाडी त्यहाँ पानी बनाइन्जेल म चाहिँ यो बाटो यस्तै बाटो टुङ न्युरो टिप्न जाँदैछु गाइज है। भाइ सबैजनालाई हेर्नुहोस् है, यस्तो बाटो यहाँ न्युरो टिप्न आइरहेको छु म। हाच्छुँ गर्दै गाइजी म यस्तो पुरै जङ्गलको सफारी हान्दैछु म। फाइनल्ली गाइज मैले कहाँ धेरै न्युरो देखेर आएको हो, तर अब कहाँ देख्यो भन्ने नै थाहा छैन। हेर्नुहोस् गाइज यस्तो बाटो खै, तल यस्तो खै बाटो, भिरेको बाटो। जङ्गल सफारी हुँदैछ गाइज। फाइनली उहाँ 2-4वटा न्युरो देखेर आएको म चाहिँ गाइज होइन। म चाहिँ यहाँ न्युरो देखेर आएको गाइज होइन। फाइनल्ली गाई यस्तो बाटो आएको। यहाँ दाइ चाहिँ आउनुहुन्छ दाइ हो।
म त यो बाटो आउँदै न्युरो टिप्न आएको है जङ्गलको सफारी यस्तो खै बाटो गाइज बाटो चाहिँ यस्तो छ है के हेर्नु जङ्गलको सफारी हान्दैछ बाई बाई अर्को भिडियो फेरि बनाउनेछौँ अहिले बाई बाई टाटा बाई बाई फाइनल्ली दाइले चाहिँ पानी बनाउँदैन हुन्छ गुसुङ गुसुङ गर्दै दाइ यहाँ पानी बिग्रेको रहेछ के खोज्दै हुनुहुन्छ थाहा छैन है सुन खोज्दै हुनुहुन्छ गाइज हेर्नुहोस् हेर्नुहोस् गाइज यहाँ सुन खोज्दै हुनुहुन्छ फाइनल्ली फाइनल्ली भेट्यो 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 ल सुन भेट्यो भनेको चाँदी पो भेट्यो त गाइज ल फेरि 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 वान्स मोर सुन 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 यसै बोलाउने होइन गाइज फाइनल्ली हामी चाहिँ यो 18 बाटो यस्तो बाटो आएर चाहिँ न्युरो टिपेर फर्किँदैछौँ हो दाइले उता कता कता भन्दै हुनुहुन्छ अब म चाहिँ कहिले नआएको दाइ चाहिँ आइराखेको मान्छेहरू अगाडि लगाइरहेको छु गाइज हेर्नु होला तल हेऱ्यो भने सँगै भिर्छ माथि होइन तल हेऱ्यो भने भिर्छ माथि बाटो हेऱ्यो भने पिर्छ गाह्रो छ हामीलाई गाइज होइन यहाँ दाइले न्युरो गर्दै हुनुहुन्छ फाइनली त्यति होला नि सोच्नु भयो होला अरू नि छ हामीसित के सक्दिनँ थाहा छैन गाइज म क्या गाइज गाइज यहाँ के भयो है थाहा छैन मलाई खुट्टा चिप्ला भयो दाइ चाहिँ अया अया गर्दै कुद्दै हुनुहुन्छ गाइज म चाहिँ यहाँबाट फुत्त तल खस्छु के गर्छु थाहा छैन है दाइ चाहिँ उहाँ पुगिसक्नु भयो उफ मेरो हात छ छनलाई चाहिँ फाइनली तल चाहिँ यस्तो डर लाग्दछ तल चाहिँ यस्तो डर लाग्दछ दाइ चाहिँ माथि गएर बिस्तारो बिस्तारो भन्दै हुन्छु गाइज फेरि भेटौँ ल धन्यवाद यसको जस्तो अप्ठ्यारो बाटो पार गरेर आइसकेका छौँ फाइनल्ली हामी चाहिँ अलि सजिलो बाटो भन्नु कि यस्तै अप्ठ्यारो भन्नु कि बाटो चाहिँ आइयो ओके दाइ कहाँ पुगिसक्नु भयो म चाहिँ यहीँ छु हेलो हेलो ओ उहाँ कहाँ हो गर्दै हुनुहुन्छ गाइज होइन म चाहिँ फाइनल्ली यहीँ हराइसकेँ है उस होइन भुक्काम फाल्यो यस्तो अप्ठ्यारो छ बाटो ल फैलन्डी कसैले खाना मन भयो चाहिँ भन्नुहोस् ए यहाँ कति छ है यहाँ हेर्नुहोस् है यहाँ देखाइदिन्छु हजुरलाई न्युरो ल यहाँ देखान्छ ल यति धेरै छ ल आजको दुईजनाको काम न्युरो हामी दुई भाइ आज सँगै आएको है हामी दुई आएको कामै यो लोकेसन चाहिँ भन्न मिल्दैन है फेरि फाइनल्ली गाइज हामी चाहिँ अब फर्कियो यत्रो न्युरो टिपेर फर्किँदैछौँ होइन फाइनल्ली भिडियो हेर्न चाहिँ युट्युबमै जान्छ सोल्टी त ठ्याक्कै पोके बुढा आख्दा भयो अब पोका सोका लिएर हिँडेको हामी होइन फाइनल्ली युट्युब च्यानलमै गएर हेर्नु होला गाइज फाइनल्ली हामी चाहिँ न्युरो टिपेर अब यहाँ चाहिँ दाइले कुमकुम टिप्दै हुनुहुन्छ यसको कुमकुमको विशेषता चाहिँ के हो दाइ खासमा यसको हाम्रो चाहिँ विशेष गरी घर धुप गरिन्छ नि त देवी देवतालाई यसलाई चाहिँ सुकाएर अनि सर्लक्क धुलो बनाएर घिउमा मुछेर बाल्नेलाई गरिन्छ यसको चाहिँ बाख्नाबाट राम्रो हुन्छ प्राकृतिक केही एडेड मिसाएको केही भएन यसो मिस्ने भनेको चाहिँ घिउ मात्रै हो बाख्ना चाहिँ मिठो हुन्छ ल सुन्नुभयो नि गाई छैन बास्ना मिठो हुने एउटा कुमकुम टिप्दै हुनुहुन्छ हाम्रो दाइले यहाँ फाइनल्ली चाहिँ न्युरो टिपिसकेर यहाँ कुमकुमकोमा छौँ गाइज हेर्नु हामी कस्तो ठाउँमा आइरहेको छौँ यताबाट यस्तो भिड छ गाइज होइन